गाइजहरू फल्स सुरु भइसक्यो है। अब तपाईहरुले यो भिडियोबाट नै बुझिसक्नु भएको छ कि कुन ठाउँ होला भनेर पनि अब तपाईहरुले गेस गरिरहनु भएको होला। अब तपाईहरुलाई ठाउँ त मैले भन्नै पर्दैन। यहाँ चाहिँ फल्स सुरु भएको छ। यो रुखहरुले अब रुख फेर्न लागिसक्यो र यहाँ चाहिँ हामीले देख्न सक्छौं रङ्गी बिरङ्गीका रुखहरु। बिस्तारै बिस्तारै हिउँ पनि पर्न थाल्छ अब केही महिनापछि। अस्ति नै अलिअलि एक लट हल्का हिउँ त पर्यो। नोभेम्बर 10 मा हल्का हिउँ परेको थियो। अब चाहिँ हिउँ मजाले पर्छ, तर पनि ठिकै छ, इट्स ओके हैन। यो बिस्तारै बिस्तारै यहाँको बस्ती, यहाँको ठाउँहरुको चाहिँ स्वरूप परिवर्तन भइरहेको छ। हामीले यो स्वरूप परिवर्तनलाई एक्सेप्ट गर्नुपर्छ भन्ने मेरो चाहना हो। र तपाईहरुलाई मैले आज हल्का मेरो ड्राइभिङ ब्लग देखाइरहेको छु र हेर्दै जानु होला बाटोमा के देख्नुहुन्छ। मैले ड्राइभ गरिरहेको छु र म एक्सप्लेन गर्न त केही पनि सक्दिनँ र तपाईहरुलाई मेरो यो सानो भिडियोले केही कुराहरू जान्ने र सिक्ने मौका मिल्छ भन्ने मैले ठानेको छु। पक्कै पनि मन पर्यो भनेदेखि मन पर्यो, परेन भने परेन भनेर कमेन्टमा लेखिदिनु होला, ताकि आउँदा दिनहरुमा तपाईहरुलाई मैले तपाईहरुकै मनोभावना अनुसारका ब्लगहरु दिन सकौं भन्ने मेरो अपेक्षा रहेको छ। आज यो लेफ्ट टर्निङ गर्नेमा कति धेरै लामो लाइन भयो। गाडीहरु किन यति धेरै गाडी रहेछ। मैले चाहिँ अहिले यहाँ लेफ्ट टर्न गरिराखेको छु र यहाँ आज लेफ्ट टर्न गर्ने ठाउँमा चाहिँ पछाडीबाट आउँदा आउँदै